हामी कति सुन्ने गर्छौँ कि घरको काम नि के काम, तर म भन्छु घरको काम चाहिँ सानो ठुलो हुँदैन। बिहानदेखि बेलुकासम्म गरेको हरेक सानो प्रयासले नै अनि घरलाई घर जस्तो बनाउने हो। काम जति सानो देखे पनि त्यसको महत्त्व चाहिँ सबै कामको हुन्छ। अनि हुन्छ नि होइन, घरको लागि गरेको हरेक काममा चाहिँ माया र जिम्मेवार बसेको हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ हामीले एउटा जिम्मेवारी बन्न चाहिँ हामीलाई सिकाउँछ। अनि काम सानो होस् या ठुलो होस्, अनि हरेक कामको चाहिँ हामीले कदर गर्नुपर्छ। किनकि कामको चाहिँ आकारै हुँदैन किनभने हामीले चाहिँ कामको आकारले होइन कि त्यसमा लगाएको मेहनत, माया, त्यसमा लगाएको समयले चाहिँ त्यसलाई चाहिँ मूल्याङ्कन गर्ने हो जस्तो चाहिँ मलाई लाग्छ। अनि घरको लागि गरेको होस् या बाहिरको लागि गरेको, त्यही त घरको लागि गरेको होस् या बाहिरको लागि गरेको काम होस्, सबै कामको चाहिँ हामीले चाहिँ एकदमै कदर गर्नुपर्छ, आदर गर्नुपर्छ। अनि त्यही हो। अनि आजको हाम्रो खाजा अनि मेरो देवर बाबु कमल बाबु र म भएर हामीले बनाएका छौँ है, रोटी, चिया, अनि त्यसपछि गएर अन्डाको भुजिरी। अनि हाम्रो कमल बाबु चाहिँ एकदम मेहनती हुनुहुन्छ। ल हाम्रो खाजा पनि रेडी भएको छ, अनि हामी देवर भाउजू पनि खाँदैछौँ, अनि सबैजनाले खानुभयो, अनि हामीले पनि खाँदैछौँ। हामीले गरेको मेहनतको फल हामीले खाँदैछौँ। यही हो।